हेलो गाइज, म चाहिँ आज पेट्रोल हाल्न जान लागिरहेको छु। अब इरान, युएसए, इजरायल तीनवटा देशको चाहिँ युद्ध चलिरहेको छ। अहिले ठाउँ ठाउँमा युद्ध भइरहेको छ। त्यही भएर चाहिँ म पेट्रोल हाल्न जान लागिरहेको छु। पाउँछ कि पाउँदैन है, भिडियोको अन्तिमसम्म हेर्नु होला है त। पेट्रोल पाउला कि नपाउला गाइज यार। पेट्रोल पाएन भने त चुनावमा जानै पाउँदैन त। पाएन भने चुनावमा जान गाह्रो छ गाइज, गाह्रो छ। हेर्छु अब यहाँ है, आकाश पनि एकदम धुम्म भइरहेको छ। अहिले के यो उतातिरकै प्रभाव त होइन नि, युद्धको प्रभाव त होइन नि। हेर्नु न है, आकाश पुरै धुम्म भइरहेको छ। काम पनि राम्रोसँग लागिरहेको छैन। 8 बज्न लाग्यो बिहानको। पेट्रोल पाउँछ कि पाउँदैन, म अरू बाहिर चोकमा छु। पेट्रोल पायो भने फुल हालेर आउने विचार छु। गाह्रो छ। युएसए, इरान, इजरायल तीनवटा देशको युद्धमा अहिले 7-8वटा देश मुछिरहेको छ। एकदम पेट्रोलको महँगी भयो भने त खाद्यान्न अब महँगो भइहाल्छ है। हेरौँ अब के हुन्छ। यो युद्ध चाहिँ लामो नै जान्छ जस्तो छ। पेट्रोल चाहिँ अलिअलि स्टक पनि राखेँ मैले घरमा। ट्याङ्कीमा भएको चाहिँ खनाएर राखेको छु। अब चाहियो भने त पाएन भने त बर्बाद हुन्छ नि होइन। 3 महिना नै पुरै युद्ध मात्रै भइरह्यो भने त गाह्रो छ नि त। अब पायो भने चाहिँ फुल ट्याङ्की हाल्ने हो। पेट्रोलको लाइन त डेन्जरै रहेछ त ल। पेट्रोलको हाहाकार हुन थालिसक्यो गाइज। यस्तो छ पेट्रोल पम्पमा, खच मान्छेले भरिएको छ। अब भोलि पर्सितिर त झन् के हुने हो। हाल क्युआर सेवा बन्द छ। यो अहिले क्युआर सेवा मात्रै बन्द भएछ। अब 5-7 दिन पछाडि त पेट्रोलै बन्द हुने होला। पेट्रोल चाहिँ फुल गरेर राख्नुहोस् है गाइज। क्युआर बन्द छ। खाँदी हाल्नु आइहाल्यो अहिले। 2-4 दिनमा पेट्रोल पाउँदैन होला है। हो फुल गरिदिनु है। भोलिदेखि पेट्रोल पम्प बन्द होइन त? चुनावको दिन मात्रै। ल फुल भएछ। कति भयो? 2500। ल ट्याङ्की पनि फुल भयो। ल 5, 10, 15, 20 ल्याउनुहोस् त। धन्यवाद। फाइनल्ली गाइज पेट्रोल चाहिँ पायो है। फेरिमा त पेट्रोल पाउन पनि गाह्रो छ। पेट्रोल पम्पमा चाहिँ लाइन बढी लाग्छ भनेर अब यिनीहरूको त पेट्रोल पम्पको मान्छेले त भनिहाल्छ पेट्रोल पाउँछ भनेर। ल गाइज फाइनल्ली पेट्रोल चाहिँ फुल हाल्यो। लागिन्छ भोलि चुनावमा गाउँ। इरान, युएसए, इजरायलको चाहिँ पुरै लडाइँ चलिरहेछ। पेट्रोल पाउन पनि सक्छ, नपाउन पनि सक्छ। एकदम पेट्रोलको प्राइस बढिरहेछ भन्दै थियो न्युजमा हिजोतिर। छु 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 छु। पेट्रोल हाल्नुभयो? मैले भर्खर हालेर पाइरहेको छ त्यो उसमा बेसी गाउँमा लाइन छ नि। अब 2-4 दिनमा त पेट्रोल नपाउला हो र।